तपाईँको ब्याग ए मेरा कुल देउता ए मेरा शत्रु पिचास अफरोड त डेन्जर हो नि साथीभाइहरू। हे आमा जाम भन्यो मलाई कसले हो पुल यिनीहरू सबै झगडा गरेर राति छुट्याउँदाखेरि मेरो हात मड्कियो। कहाँ लिया थाहा नै छैन निन्द्राको पावर के हुन्छ त आज थाहा पाइयो नि त। यहाँनिर हिसाब चल्दैछ। सो हे गाइज वेलकम ब्याक टु अनदर ब्रान्ड न्यू भिडियो। अनि आजको भिडियोमा चाहिँ के गर्छौँ हजुरहरूले थाहा पाइसक्नुभयो होला। यस गाइज आज चाहिँ हामी चितलाङ जाँदैछौँ 4 जना चाहिँ होइन। 3 जनालाई चाहिँ तपाईँहरूले अघिल्लो भिडियोहरूमा देखिसक्नु भएको छ भनेदेखि 1 जना चाहिँ देख्नु भएको छैन है त। अब आज अहिले इन्ट्रोड्युस गराइहाल्छु म होइन। अनि यस गाइज अहिले चाहिँ हामी चितलाङ जान लागेको लगभग 2 बज्न लाग्यो अहिले चाहिँ होइन। निस्किसकेको साथीभाइहरू हामी चाहिँ। अच्छा यस मेरो के अरे चितलाङ सूर्य विनायक आइपुग्यौँ हामी चाहिँ। सूर्य विनायक अगाडि अगाडि गइसक्नुभयो त्यसैले म चाहिँ बिस्तारै यो गाडीको पछाडि जाँदैछु। पछाडिबाट नि गाडीहरू आइरहेको छ। अब हामी सूर्य विनायकबाट चाहिँ सरसरी कलङ्की जानुपर्ने हुन्छ। हामी थानकोटको बाटो हुँदै जानुला है साथीहरू। परिरहेछ पानीपट्टि जानेछौँ हामी चाहिँ भिज्नलाई रहर लाएर भिज्न अब होइन। रहर लाएर भिज्न जाँदैछौँ साथीहरू। हामी चाहिँ चन्द्रगिरी जानेपट्टिबाट थानकोटबाट जानु लाग्यो होइन त। त्यही भएर हो यताको बाटो चाहिँ गड्डाङडुड्डुङ्गै छ। बिस्तारै जान्छौँ हामी। बिस्तारै आइपुग्यौँ यहाँसम्म। यहाँनिर चाहिँ हामी पानी परेर बस्यौँ। दिदी वाट्सअप फर्स्ट टाइम आउनुभएको कस्तो छ त अनुभव? हेलो दाइ। खाजाहरू खाएर हामी निस्किसक्यौँ है त साथीभाइहरू। लुका डिस चन्दागिरी यतैपट्टि कता छ लुकिरहेको। लगभग 5 बज्न लागिसक्यो होइन। अब हामी अँध्यारोमा पुग्छौँ होला। वाटर क्रसिङ भन्दा स्कुटी नै भन्नु। माहौल गरम भइरहेछ त्यतातिर चिसो। क्या एस्थेटिक भ्यूज आयो नि यसमा त। यो भ्यूमा कस्तो खतरा हुन्छ कि। तपाईँको ब्याग कहाँनिर छ? म त ब्याग अझ ध्यान दिएर हेर्नु मैले थाहा छ। ओहो यस्तोमा त लास्ट डेन्जर हुन्छ क्या फेरि। स्ल्यासहरू हुन्छ नि त यो त। गतवती
ए मेरा कुलदेउता ए मेरा शत्रु पिचास अफरोड त डेन्जर हो नि साथीभाइहरू आसमान के ऊंचाई में पहुंच गए गाइस हम तो हे आमा जाम भन्यो मलाई कसले हो पल्टने लाउरेले। सो अल राइट गाइज अहिले चाहिँ हामी यहाँ रोकेका छौँ होइन। अब यहाँनिर रोकेर चाहिँ चिया अथवा केही खान्छौँ होइन। अब त्यो खाएपछि चाहिँ रमाइलो गर्नु पऱ्यो नि त। यहाँनिर रोकेका छौँ हामी चाहिँ। अब चिया अथवा कफी चाहिँ कुन चाहिँ खानुपर्छ अब हेर्छौँ। पछाडि चाहिँ चन्द्रगिरी रहेछ क्या गाइज। यहाँनिर चन्द्रगिरीको केबल कार होइन, केबल कार रहेछ। यस साइड चाहिँ यहाँ चाहिँ पहाड छ, यहाँबाट चाहिँ आएको हामी, यहाँबाट चाहिँ ओह्रालो। दामी सनसेट भइरहेछ होइन। अब चाहिँ हामी निस्किन्छौँ। अब आधा घन्टा 1 घन्टामा चाहिँ हामी तल पुग्छौँ होला होइन त। रमाइलो भइरहेछ। होप अब त्यहाँ गएर चाहिँ अझै रमाइलो गर्नुपर्छ है त साथीभाइहरू। स्टे ट्युन। हामी चाहिँ निस्केको होइन चाहिँ माथिबाट अफरोड हुँदै आयो होइन। अहिले चाहिँ अब टक्क पिस आएर रमाइलो भइरहेछ। राति चाहिँ गोब्रो अन्धो हुन्छ नि त। राति हुन्छ जस्तो पुग्दाखेरि चाहिँ यसरी हेलमेट भित्रै छु। अनि यहाँनिर छ। अब यहाँनिर हामीले चेक इन गरेर जानुपर्ने हुन्छ। टक्क राम्रो छ। भोलि देखाइहाल्छु म हजुरहरूलाई उज्यालोमा चाहिँ। The next day. सो अल राइट गाइज होइन। हामी चाहिँ दुईजना चाहिँ रेडी भइसक्यौँ। अनि दुईजना चाहिँ रेडी हुँदै बाँकी हुनुहुन्छ। अनि गुड मर्निङ भइसक्यो गाइज हाम्रो चाहिँ अघि नै होइन। टक्क लाएर हामी उठिसक्यौँ। अब टक्क बाहिर पानी परिरहेको छ क्या एकदम चाहिँ बाहिर लाग्छु त म अब। अनि टक्क लाएर चाहिँ अब बाहिर फोटोसोटो खिच्नुपर्छ। फोटोसोटो हेर्नु होला इन्स्टाग्राममा गएर। एन्ड या यति भन्दै अब बाहिरको भ्यू हेरौँ है त। एकदम फोटोसुट भइरहेछ हाम्रो चाहिँ। फोटोग्राफर हाम्रो फोटोग्राफर उहाँ हुन्छ मोडल। उहाँ हुन्छ नि मोडलै हो एकदम। त्यसपछि म चाहिँ म यस्तै हो यिनीहरूको चर्तिकालाई हेर्नु बस्ने। सो अल राइट गाइज अल राइट। अहिले चाहिँ यहाँ फोटो खिच्न थाकेर बस्नु भइसकेको छ 3 जना होइन। एकदम थकित हुनुहुन्छ फोटो खिच्न। कति सेम फोटो खिचेर चाहिँ थकित हुनुहुन्छ। अनि अहिले चाहिँ हामी टक्क यहाँ चाहिँ यो नासपाती घारीमा चाहिँ बब्बाल रमाइलो गरिरहेछौँ होइन त। ल यो चाहिँ अन्तिम हामी। त्यसपछि घर फर्किने हामी एकदम। कहाँ लिया खाने छैन।
अब त निस्केको गाइज हामी दिदी कस्तो रहेछ त चितलाङ फर्स्ट एक्सपिरियन्स bobal.com अझ हामी उसमा गएनौँ गोट फार्मिङमा नेक्स्ट टाइम आउँदा चाहिँ जानुपर्छ है नेक्स्ट टाइम सोच्नेछौँ नेक्स्ट टाइम यो पानीलाई ठिकै छ पानी पर्ला जस्तो छ पानी पर्ला जस्तो छ अनि पानी डेन्जर पर्यो भनेदेखि त गाइज लास्टै गाह्रो पर्ने रहेछ बाटो खतरा हिजो हेरिसक्नु भयो तपाईँहरूले होइन अनि टक्क अब हाम्रो चाहिँ टिकटक बनाएर चाहिँ उस सक्यो क्या गाइज चार्जै सक्यो त्यही भएर हामी निस्किँदैछौँ अब खानासाना खानु पऱ्यो नि त खाना पऱ्यो त्यही भएर चाहिँ निस्किँदैछौँ है त गाइज के भयो अरे दाइ तपाईँको हात के भयो अरे मेरो हात यिनीहरू सबै झगडा गरेर राति छुट्याउँदाखेरि मेरो हात मड्कियो के हुनु अब यस्तै छ गाह्रो छ है बिचारा ल दाइ टेक केयर है त छिटै बिसो हुनु भर्खर खानासाना खाएर चाहिँ अब मासतिर उक्लिन लाग्यो एकछिन रेस्ट गर्छौँ होइन अनि यहाँनिरको प्लेस चाहिँ दामी रहेको छ अनि खानाहरू खाएर चाहिँ हामी निस्किन्छौँ अब एकछिनमा पानी परिरहेछ सिम अब बढी पानी पऱ्यो भने चाहिँ एकदम ल्याङ हुन्छ मौसम चाहिँ ठिक छ अनि टक्क लाएर अब हामी चाहिँ जान्छौँ होइन त पानी पनि रहिरहेछ हामी चाहिँ निस्केको है त त्यहाँनिर चाहिँ मदन युनिभर्सिटी बनिरहेको रहेछ साइन्सको होइन खतरा अब यहाँनिर चाहिँ खतरा उस हुँदो रहेछ टक्क दामी रहेछ एकछिन त निनाएछौँ भने गाइस हामी त त्यही भएर कस्तो लोसे भइरहेछ दिमाग पनि गाह्रो छ सो अल राइट गाइज अहिले चाहिँ हामी बाटोमा पनि निस्किसक्यौँ होइन अनि त्यहाँ अर्ग्यानिक भिलेज रिसोर्टमा जानलाई चाहिँ एकछिन अफरोड जानुपर्ने रहेछ अफरोड प्याच रहेछ अब हामी बिस्तारै अफरोड अब उकालो लाग्छौँ फेरि ओह्रालो झर्छौँ अनि हिजो जुन बाटो आएको त्यही बाटो जान्छौँ आज धेरै खिच्दैनौँ है त गाइज ल इन्जोय त मन पराउनु भएको छ होला यहाँसँग होइन योभन्दा पछि नि मन पराउनु होला रमाइलो भयो निन्द्राले चाहिँ बिजोग रमाइलो पार्यो नि त गाइज निन्द्राको पावर के हुन्छ त आज थाहा पाइयो नि त अफरोड खाँदै डाँडामा आइसक्यौँ हामी चाहिँ बादलभन्दा माथि छौँ यता चाहिँ बाट चन्द्रगिरी जाने हो होइन चन्द्रगिरी पनि जानु हुन्छ बुलेटमा चाहिँ ओहो यहाँ माथि हो चन्द्रगिरी चाहिँ सानो ढुङ्गा चाहिँ लास उसो के सावधान पानी पर्ला जस्तो भएको छ यहाँनिर हिसाब चल्दैछ
मिठो मिठो ब्लगमा भेट्नुपर्छ यस्तै अहिलेलाई चाहिँ बाई।